एउटा गाउँमा दाजुभाइ हुनुहुन्थ्यो। दाजु चाहिँ एकदमै उदार चित्तको, अरूलाई दिएर बाँडेर, अरूलाई खुवाएर, अरूलाई खुसी बनाएको, अरू खुसी भएको नै आफ्नो खुसी मान्ने दाइ हुनुहुन्थ्यो। भाइ चाहिँ पाहुना आएको, कोही मान्छे आएको, कोहीलाई दिनु पर्यो, कोहीलाई गर्नु पर्यो, कसैलाई तार्नु पर्यो भनेपछि मरेको जस्तै मुख लगाउने परिवारमा पनि त्यस्तै संस्कार थियो। अनि दाइको घरमा पाहुना कहिल्यै टुट्नु हुने थिएन। खेतबारी पनि दाइको पनि बराबर, भाइको पनि बराबर। बुवाले बराबर अंश लगाउनु भएको। दाइले सधैँभरि पाहुना आइराखे हुन्थ्यो। पाहुना आउनु भएन भने बाटामा बसेर हिँड्ने बटुवालाई भए पनि घरमा लगेर खुवाउने बानी दाइको थियो। तर भाइको बानी के थियो? घरमा टेकेपछि फोहोर हुन्छ, मैलो हुन्छ, सिद्धिन्छ, सकिन्छ, रितिन्छ, गरिब हुन्छु, यस्तो धारणा भाइको थियो। भाइ कहिल्यै धनी हुनु भएन, दाइ कहिल्यै गरिब हुनु भएन। सधैँ दाइलाई कसले बढाउनु भयो? परमेश्वर पिताले बढाउनु भयो, आशिष दिनुभयो, महिमा दिनुभयो। दाइ अरूको खुसीमा आफू खुसी हुनुहुन्थ्यो। भाइ मुठी यस्तो गर्नुहुन्थ्यो, उहाँसँग भएको पनि गिरेर गएको थियो। खाइ लाई पाइ उहाँलाई कहिल्यै भएन। तर दाइलाई केही नहुँदा पनि मैले खाइसकेँ, मैले पाइसकेँ, म खुसी छु, यस्ता खालका एकदमै राम्रा खालका धारणा दाइको थियो। दाइलाई दुखी कहिल्यै परमेश्वरले हुन दिनु भएन। सदा सर्वदा अन्न अनाज हरेक चिजमा परमेश्वरले उच्च बनाएर राख्नुभयो दाइलाई। त्यसैले जसले दिन जान्दछ त्यसलाई पिताले पनि दिइसक्नु भएको छ। जसले दिन जान्नुहुन्न, जसले कुटकुट गर्नुहुन्छ, मन खराब गर्नुहुन्छ, दिनु पर्यो गर्नु पर्यो भनेर मन कङ्गाल गर्नुहुन्छ, आफ्नो लागि आफै सोच्नुहुन्छ, उहाँको लागि कहिले भनेको जस्तो जीवन हुन सक्दैन। त्यसैले आज हामी पिताको महिमामा आएका छौँ। चाहे तपाईँको जीवनमा एउटा रौँ जति पनि काम प्रकट नभए तापनि तपाईँले परमेश्वर पिता हजुरलाई धन्यवाद, हजुर महान हुनुहुन्छ भनेर पिताको महिमामा जुटिरहनुहुन्छ। पाइसके बोल्नुहुन्छ, खुसी मन गर्नुहुन्छ, सानो काम हुँदा नि धेरै भएको जस्तो गर्नुहुन्छ। अरू धेरै काम पिताले दिइसक्नु भएको छ। कतिको मन हुन्छ पाएको कुरा चाहिँ मर्लक्कै बिर्सिनुहुन्छ, अनि नभएको कुरालाई चाहिँ गनगन गरेको गरे, त्यो त भएको थियो, तर यो त यति ठुलो, यति गाह्रो, यति अप्ठ्यारो छ, यति दुःख छ, यति दुखेको छ, यति पोलेको छ, यति ठुलो समस्या छ, यस्ता शब्द बोल्नुहुन्छ, त्यस्तै बनिदिन्छ। जस्तो पहाड जस्तो समस्यालाई पनि विश्वासले तिमीले मेरो वचनलाई ग्रहण गर्यौ र मेरो तर्फको महिमालाई विश्वास गर्यौ भने पहाड जस्तो समस्यालाई पनि हट भन्यो भने तिम्रो अगाडि मैदान मैले पारिसकेको छु। त्यसैले सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो। हामीमा सन्तुष्टि हुन आवश्यक छ। जब सन्तुष्टि मन हुन्छ तब सानो कुरामा नि ठुलो खुसी प्राप्त गर्न सक्नुहुन्छ। मन असन्तुष्टि छ भने करोडौँको काम हुँदा पनि गनगन गर्न छोड्नु भएकै हुँदैन। यस्तो गनगन गर्ने बानी भएकाहरूलाई ईश्वरको महिमा पर्याप्त रूपमा ईश्वरले दिए पनि उहाँले देख्नै जान्नु भएको छैन, ग्रहण गर्नै जान्नु भएको छैन, दिएर केही फाइदा पनि छैन। हजुरले पनि आफ्नो बच्चालाई, दुईटा बच्चा छ, एउटा एकदम सन्तुष्टि छ, एउटा असन्तुष्टि छ। एउटा बच्चा छ सानो कुरा हुँदा नि मेरो बाबाले यति धेरै कुरा मेरो लागि गरिदिनु भयो, मेरो मम्मीले यति ठुलो कुरा मेरो लागि गरिदिनु भयो, आफ्नो ज्यान अर्पण गरेर मलाई जन्म दिनुभयो, मलाई पालन पोषण गर्नुभयो, मलाई पढाइदिनु भयो, मलाई बढाइदिनु भयो, मलाई हुर्काइदिनु भयो, मेरो मम्मी बाबाले मेरो लागि ठुलो काम गर्नुभयो भनेर खुसी हुनुहुन्छ भने मम्मी बाबालाई त्यो बच्चालाई अरू खुसी दिनलाई नभए पनि मागेर पनि दिने मन हुन्छ। तर अनि अर्को बच्चा छ, जति पाए पनि मेरो लागि के गर्नु भएर, त्यो त तपाईँहरूको स्वार्थले गर्नुभयो, मेरो लागि के गर्नु भएर। जन्म त कुकुर बिरालोले नि दिएको छ,
भनेर यस्ता खराबी कुरा गर्नुहुन्छ, एकको कुरा पनि खोज्नु जस्तो मन लाग्छ। यसलाई दिएर के काम? यसको मन सन्तुष्टि नै छैन। त्यस्तै जब पिता परमेश्वरमा हामी मन लगाइरहन्छौँ, मन लगाउँदै गर्दा अनि मन नलगाओस्, मन तर्काओस्, मन खराब गरोस्, मन दाहिने बाहिने गरोस्, हालतपट्टि फोकस गरोस् भनेर त्यो अर्को तत्त्वले समस्याहरू देखाएको हुन्छ। अनि त्यो समस्या देखाएको समयमा त्यस समस्यामै चुर्लुममा डुबेर मन कमजोर गर्नुभयो भने तपाईँको जीवनमा ईश्वरीय कार्य प्रकट हुनै सक्दैन। त हालत आछ, खराबी आछ, समस्या आछ, बाधा रुकावट आछ, तर पनि यो त केही होइन पिता, तपाईँले मलाई शक्तिशाली बनाउनु भएको छ, अझ मभन्दा तपाईँ शक्तिशाली हुनुहुन्छ। हजुरले स्वर्गका महान कार्य मेरो जीवनमा प्रकट गरिसक्नुभयो। धन्यवाद पिता, काम प्रकट भइसक्यो, जसको कारण हामी हमेसा उच्च जीवन, उच्च आशीर्वाद हुँदैन भनेको कुरा पनि भइसक्यो। बोलेपछि भइसकेको काम टुप्लुक्कै अगाडि प्रस्तुत भइसक्यो। त्यसैले ईश्वरले भन्नुभएको छ, म शरीरमा उपस्थित नभए तापनि म तिम्रो आत्मामा उपस्थित भएको छु। उपस्थित भएको जस्तै गरेर विश्वास गर्ने र वचन लिने र मन दिनेहरूको लागि प्रत्यक्ष कार्य मैले गरिसकेको छ। सन्तान भइसकेको भइसकेको कार्य मैले येशू मसीहमा प्रकट गरिसकेँ। कसले भन्नुभएको छ त? परमेश्वर पिताले। आज यो सच्चाइ, हिजोको दिनमा जे रोग छ त्यो विश्वास, हामीलाई जसले जे भन्नुहुन्छ त्यही कुरामा विश्वास थियो। तर आज जो परमात्माले भन्नुभएको छ त्यो कुरामा विश्वास गरेका छौँ। त परमात्मा पिताको हरेक वचन पुरा नभई छोड्दैन। भइसक्यो भनेपछि भइसकेको कार्य कसले गर्नुभयो त? परमात्मा पिताजीले गरेर देखाउनु भयो। अघि एकजना म्यामको गवाही, होइन, 15 वर्षसम्म कमाउन नसकेको पैसा 5 वर्षमा कमाए। ईश्वरको साथ भनेको कस्तो हुन्छ हेर्नुहोस् त। यो कोही कहानी हो त? यो त रियालिटी कुरा। 15 वर्षसम्म मेहनत गरेर नकमाएको सम्पत्ति 5 वर्षमा कमाए। अनि पेन्सनको काम बन्दैन, हुँदैन, सम्भवै छैन भनेको, तर परमेश्वरले सम्भव गरेर देखाइदिनु भयो। जब बिउ छुट्याउन लगाए, परमेश्वरमा पहिले बिउ छुट्याउन लगाए, तब बिउ रोप्नुभयो। फल प्रशस्त मात्रामा परमात्माले स्वर्गका ढोका उघारेर वर्षाइदिनु भयो। हरेक कुराको महत्त्व छ। यो वचनको महत्त्व छ, अन्य भाषाको महत्त्व छ, चङ्गाईको महत्त्व छ, भजनको महत्त्व छ, गवाईको महत्त्व छ। यहाँ जब पाइलो टेक्छौ, सबै परमेश्वरको तर्फबाट भएका हरेक कार्यको महत्त्व छ। त्यसकारण महत्त्वपूर्ण जीवन आज तपाईँ हामीले जिउन पाएका छौँ। जसरी सिमोन पत्रुस भन्ने एकजना गुरु येशू मसीहको चेला माछा मार्ने मछुवा थियो। उनको पेसा भनेको माछा मार्ने काम। रातभरि माछा मार्नुभयो, जाल हान्नुभयो, एउटै माछा परेन। रात बिताउनु भयो, एउटै माछा जालमा परेन। माछा पुस्तादेखि माछा मारेर अनुभव बटुलेर अनुभवी मनले जाल हानेको थियो, एउटै माछा परेन। तर जब गुरु आउनुभयो, गुरु आएर वचन दिनुभयो, सिमोन पत्रुस अब गहिराईमा तिम्रो जाल हान त। असंख्य मात्रामा माछाहरू आइसकेको छ। वचन बोलिदिनु भयो। कसले? गुरुले। त्यही स्थानमा आउनुभयो, वचन बोलिदिनु भयो गुरुले। सिमोन पत्रुस गहिराईबाट जाल हान। यसको मतलब के त? गहिराईबाट ईश्वरको वचनलाई विश्वास गर, ईश्वरको कामलाई विश्वास गर। गहिराईबाट यो वचनका भावलाई बुझ, गहिराईबाट विश्वास गर, गहिराईबाट उत्साहित भऊ। तब जब वचन आयो,
वचन आइसकेपछि गुरुले भन्नुभयो, पत्रुस म पनि आउँछु यो जाल माछा मार्ने ठाउँमा, यो नाउमा म पनि आउँछु भनेपछि जब गुरु त्यो नाउमा चढ्नुभयो तब के भयो त भन्दा त्यो जालै फाट्ने तरिकाले के भयो त, माछाहरू टन्न भरिएर जालै फाट्ने तरिकाले अरू नयाँ नयाँ जालहरू ल्याएर भरिएर पोखिएर सबैलाई बाँडेर खाने योग्य कसले गराउनु भयो त? परमेश्वरले गराउनु भयो। अनुभव त थियो नि त सिमोनसँग, सिमोन पत्रुससँग वर्षौंदेखिको अनुभव त थियो नि त, तर त्यो अनुभवले काम गरेन। गुरुलाई त थाहा छैन नि कसरी जाल हान्नुपर्छ, थाहा छ त कसलाई? सिमोन पत्रुसलाई छ। तर थाहा भएर ज्ञान भएर के अर्थ भयो त नि? ईश्वरको साथ र ईश्वरको वचन छैन भने ज्ञान र संसारको सम्पत्ति, संसारको सोच, मन बुद्धिले केही कामै गर्दैन। जब ईश्वरको साथ हुन्छ तब तपाईको हातमा भएको सर्टिफिकेटको पनि उच्च कदर परमेश्वरले गर्ने योग्य गराउनुहुन्छ। यदि परमात्माको साथ छैन भने तपाईको साथमा ग्रेजुएसन गरेको पेपर होला, डिग्री गरेको पेपर होला, तर त्यो भए तापनि तपाईको जीवनमा त्यो अनुसारको काम भएको हुँदैन। तर जब परमेश्वरको साथ पाउनुहुन्छ तपाईको हातमा पेपरै नहोला, तर ईश्वरको साथ छ भने अनगिन्ती आशीर्वाद परमेश्वरले प्रकट गरिसक्नु भएको छ। त्यसै कारण परमेश्वरले भन्नुभएको छ, मेरो बच्चा, मेरो सन्तान, मलाई पुकार गर, हरेक समयमा मलाई पुकार गर। मनुष्यको ढोका ढकढकायो भने एकचोटि खोलिदिनु होला, तर ईश्वरले खोलिदिएको ढोका कहिल्यै बन्द हुँदैन। शैतानबाट भएका हरेक युक्तिलाई सदा सर्वदा बन्द गरिदिनुहुन्छ र हामीले खोल्न नसकेका स्वर्गका ढोका परमेश्वरले कहिल्यै बन्द नहुने तरिकाले खोलिदिनु भएको छ। यो सामर्थ्यमा, यो अधिकारमा कसले राख्नु भएको छ त? परमेश्वर पिताले। जब वचन थिएन, जब ईश्वरको साथ थिएन, सिमोन पत्रुसले मेहनत त गरेका थिए नि, दुःख त गरेका थिए नि। मेहनतै ठुलो होइन, ईश्वरको साथ छ भने छोटो मेहनतमा पनि ठुलो फल आशीर्वाद ईश्वरले दिन सक्नुहुन्छ। परमेश्वरमा यो कुरा सम्भव छ। अरू उत्साहित र अरू सुखी परमेश्वरले बनाइसक्नु भएको छ। एक दिन भ्यागुताहरूको कम्पिटिसन भएछ, भ्यागुताहरूको कार्यक्रम चलेछ। कार्यक्रम चलेपछि यस्तो योजना बनाएछन् भ्यागुताहरूले, जुन भ्यागुता चाहिँ ऊ त्यो ठुलो पहाडमा चढ्न सफल हुन्छ, जुन भ्यागुता पहिला त्यो पहाडमा चढ्न सफल हुन्छ, त्यो भ्यागुताले चाहिँ ठुलो इनाम पाउँछ भनेर इनाम, ठुलो इनामको राशि राखेर कम्पिटिसनमा लाग्नुभयो। लागिसकेपछि भ्यागुता लाइन बाई लाइन अब त्यो पहाडमा चढ्नको लागि सुरु गर्नुभयो। सुरु गरिसकेपछि अनि जब एउटा भ्यागुता जान लाग्यो तब सबै कराउन लागे, नाइ 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 नाइ, तिमी त सक्दैनौ, त्यो पहाड चढ्न त असम्भव छ, कहिले चढेर सक्नु, कहिले भ्याउनु असम्भव छ, त्यो पहाड चढ्न सक्दैनौ, फर्क, फेरि चढ्दा चढ्दै लड्यो भने तिमी मर्न भन्दा बरु जाँदै नजाऊ भने। त्यो कुरा सुनेपछि उसलाई अरू डर लाग्यो, बिचैमा फर्कियो। फेरि अर्को भ्यागुता गयो, जाँदै गर्दाखेरि उसलाई पनि भने यो त असम्भव छ, एउटा भ्यागुता भएर यति ठुलो पहाड चढ्न सक्छ र? यो त हुनै सक्दैन, यो असम्भव छ, तिमी सक्दैनौ, फर्क, मर्न भन्दा बरु बाँच, त्यो इनाम ठुलो होइन, तिम्रो ज्यान ठुलो हो भन्न सुरु गर्यो। अर्को भ्यागुता पनि खस्यो, अर्को भ्यागुता पनि फर्कियो। उसले यात्रा तय नै गरेन, बीच बाटैबाट फर्कियो। अनि अर्को तेस्रो भ्यागुता थियो, त्यो पनि चढ्न सुरु गर्यो। चढ्न सुरु गर्दै गर्दा सबै कराउन लागे, चिच्याउन लागे, दुईटा भ्यागुता त सकिन भनेर फर्कियो, तिमीले कहाँ सक्छौ र,
असम्भव छ। उनीहरू फर्के भने तिमी पनि फर्क। चढ्न सक्दैनौ, इनामलाई ठुलो नमान, जीवन ठुलो हो भन्न थाले। तर पनि ऊ लागिरह्यो, पहाड चढ्दै गयो। आखिरीमा पहाड चढेर उसले इनाम प्राप्त गर्यो। अनि इनाम प्राप्त गरिसकेपछि पत्रकारहरूले त्यो भ्यागुतालाई सोध्न सुरु गरे। अरू भ्यागुताले यो पर्वतलाई चढ्न सम्भव भएन भनेर सबै फर्के, सबैले सकेनन्। तिमीले चाहिँ किन सक्यौ त भन्दा त्यो भ्यागुता चाहिँ कस्तो थियो भन्दा कान नसुन्ने भ्यागुता थियो। कस्तो थियो त? संसारको कुरा नसुन्ने भ्यागुता थियो, भित्रको कुरा सुन्ने भ्यागुता थियो। उसले भित्रको सुन्यो। अगाडिका दुईटा क्यान्डिडेटहरूले, अगाडिका दुईटा प्रतिस्पर्धीहरूले संसारको सुने। तिनीहरू फेल भए, असफल भए। तिनीहरू चढ्न सकेनन्, बीच बाटोमै लत्रे। तर एउटा भ्यागुताको बाहिरको कान सुनेन, भित्र ईश्वरीय कान, ईश्वरीय आत्माको त्यो हिम्मतिलो आवाजलाई सुन्यो। सक्छस्, हिँड, चल, हर कुरा सम्भव छ भन्ने भित्रको त्यो जागृत भावना उसले सुन्यो। तब उसले के गर्यो? सफल भयो, इनाम पायो। नाम राख्न पनि सफल भयो। त्यस्तै संसारको सुन्नुहुन्छ, तपाईँ बीच बाटोमै अल्मलिनुहुन्छ। ईश्वरको सुन्नुहुन्छ, 1000% सफल व्यक्ति तपाईँ हामी हौ। 1000% सफल परमेश्वरले बनाइसक्नु भएको छ। ईश्वरको सुन्नु, भित्रको सुन्नु, यता बाहिरको नसुन्नु। भित्रको सुन्ने मान्छे कहिल्यै लड्दैन, लडे पनि ऊ गिर्दैन, ऊ सफल भएरै छोड्छ। तर बाहिरको सुनि हिँड्ने मान्छे कहिल्यै आत्मामा बढ्नै सक्दैन, त्यत्तिकै टुङ्गेर जान्छ। त्यसैले भित्रको सुन्नु, किनकि भित्र कसको आवाज चलेको छ त? परमेश्वरको आवाज, ईश्वरीय आवाज। त्यसैले पितालाई माग्नु, पिताको सुन्नु। संसारले त के भन्छन्, सुनेर के फाइदा? तर ईश्वरले के भन्नुभएको छ त्यो कुरा मान्नु भयो भने, अहिले भर्खरै मान्ने मन बनाउनु भयो। तपाईँ समस्यामा आउनु भएको थियो भने समाधानमा जाने योग्य पिताले बनाइसक्नु भएको छ। धन्यवाद पिता, भइसकेको छ। तपाईँको महान महिमा येशू मसीहको नाउँमा प्रकट भइसक्यो भन्दै धन्यवाद गर्छु। जगत